It's me हजुरकै नि तिमीलाई श्रेष्ठ नमस्ते जुजुलप्पा सबैजनालाई अनि आज चाहिँ मैले यो भिडियो बनाउनुको कारण चाहिँ टुडे आई एम गन सेयर समथिङ विथ यु गाइज जो चाहिँ मेरो धेरै पहिलादेखि भन्ने मन चाहिँ थियो र आज चाहिँ मैले त्यही राइट टाइमको त्यसैले भन्छ नि सधैँ राइट टाइमको वेट गर्नुपर्छ त्यसैले आज चाहिँ म यो कुराहरू भन्न गइरहेको छु लाइफ इज अल अबाउट अप्स एन्ड डाउन वी अल नो द्याट तर कस्तो हुँदो रहेछ भने मान्छेको नेचर नै हुँदो रहेछ क्या मान्छेलाई चाहिँ हुन्छ नि मान्छेले आफ्नो लाइफमा दुःखलाई चाहिँ कहिले एक्सेप्ट गर्न सक्दैन होइन सोध्छन् कि जहिले हाम्रो लाइफमा सुख मात्रै आओस् भनेर इभन म पनि होइन त्यस्तै सोध्छु तर वेन यु ग्रो अप त्यो चाहिँ कस्तो हुँदो रहेछ भने अहिले चाहिँ मलाई रियलाइज भइरहेछ कि होइन किनकि मान्छेको लाइफमा छ नि सुखभन्दा धेरै दुःखहरू आउँदो रहेछ क्या अनि त्यो कुराहरू चाहिँ हामीले एक्सेप्ट गर्दै जानु पर्दो रहेछ क्या हामीले किनकि यस्तो हो नि त बढी स्ट्रेस लिएर होइन मान्छेहरू डिप्रेसनमा जान्छन् एन्जाइटी होइन अनि डिफ्रेन्ट टाइप अफ डिजिजले अट्याक गर्छ नि त अनि त्यो कुराहरूले गर्दा चाहिँ मान्छेहरूले डिफ्रेन्ट टाइप अफ नेगेटिभ सोचहरू आउँछ होइन मनमा अनि त्योभन्दा त बरु होइन अब हामीले त्यो प्रब्लमहरूलाई त फेस जसरी पनि गर्नै पर्छ नि त त्यसैले हामीले त्यो कुराहरूलाई एक्सेप्ट गरेर अब सजिलो त केही कुराहरू पनि हुँदैन होइन तर टेन्सन लिएर आफूलाई स्ट्रेस दिएर कुराहरू अघि धेरै अगाडि जानुभन्दा बरु त्यो कुराहरूलाई आफूले एक्सेप्ट गरेन होइन मलाई मात्रै दुःख छैन सबै मान्छेहरूलाई दुःख छ कसैलाई केही कुराको होइन टेन्सनहरू हुन्छ नि त मान्छेमा चाहिँ आफूमा सेल्फ कन्ट्रोल चाहिँ हुनु पर्दो रहेछ क्या कसैले आएर मोटिभेसनल स्पिच दिएर कसैले मोटिभेट गर्नुभन्दा चाहिँ आफूमा सेल्फ कन्फिडेन्स हुनुपर्दो रहेछ एउटा चाहिँ म आफ्नै स्टोरी भन्छु वेन आई वाज इन 9th क्लास म चाहिँ 9th क्लासमा थिएँ होइन त्यतिखेर चाहिँ मलाई माइग्रेन भएको थियो अनि त्यतिखेर चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि नराम्रो सोच भन्दा पनि मान्छेको अगाडि त्यो ग्यादरिङहरू मान्छेको धेरै मन नपर्ने अँध्यारो रुममा बस्न मनपर्ने कसैले केही भन्दा बित्तिकै झनक्क रिस उठ्ने राम्रै कुरा भन्दा पनि रिस धेरै उठ्थ्यो क्या होइन अनि मैले औषधि खाने गर्थेँ अनि त्यो डक्टरले चाहिँ मलाई डिप्रेसनको औषधि खानु भन्दा मैले चाहिँ लिएन किनकि मैले सुनेको थिएँ कि डिप्रेसनको औषधि खायो भने चाहिँ 25सम्म खानुपर्छ अरे अनि मैले माइग्रेनको औषधि खाइरहेको थिएँ होइन अनि त्यो कुराहरू म 1 वर्ष जति खाएँ होइन अनि मैले एकचोटि सोचेँ कि होइन औषधि खायो भने त 25सम्म कति औषधि खाने होइन त्यो ठिक हुँदैन नि त अनि म आफै कन्ट्रोल गर्छु भनेर अनि त्यो कुराहरूलाई चाहिँ मैले कस्तो गरेँ एकैचोटि छोड्नु त केही कुराहरू पनि सकिँदैन बिस्तारै मैले चाहिँ 3टा गोली औषधि खान्थेँ होइन अनि त्यसपछि मैले बिस्तारै 2टा गरेँ दिनको अनि बिस्तारै एउटा गर्दाखेरि अहिले चाहिँ म 0 स्टेजमा छु होइन म कुनै पनि मेडिसिन लिँदैन टाउको दुख्छ तर म नर्मल सिटामोल खान्छु कहिलेकाहीँ र हुन्छ नि पानी धेरै पिउँछु अनि त्यो कुराले चाहिँ हुन्छ नि अनि मलाई कस्तो फिल भयो भन्दाखेरि मान्छेले नसक्ने कुरा केही नरहेछ क्या होइन मान्छेमा आफ्ना सेल्फ कन्ट्रोल सेल्फ कन्फिडेन्स हुनुपर्दो रहेछ ओभर कन्फिडेन्स नआए कि सेल्फ कन्फिडेन्स हुनुपर्दो रहेछ त्यो चाहिँ सबै कुरा हुँदो रहेछ भन्ने कुरा बुझेँ कि मैले म गर्न सक्छु सेल्फ मोटिभेट चाहिँ आफूलाई गर्नुपर्दो रहेछ र मैले सेल्फ मोटिभेट गर्दा नै सेल्फ कन्ट्रोल राखेर नि मैले आज त्यो कुराहरू छोड्न मैले सकेँ होइन नत्र त म अहिलेसम्म पनि मेडिसिन लिएर हुन्थेँ होइन अनि त्यो त यस्तो हुन्थ्यो नि त त्यो कुराहरूको मलाई लत लाग्थ्यो होइन मेडिसिनको लत लाग्थ्यो म त छोड्न पछि सक्दैन होला तर मैले अहिले लाग्छ कि मैले टाइममै छोडेँ है भनेर लाग्छ क्या अनि मान्छेहरू कति भन्छन् क्या होइन डिप्रेसन एन्जाइटी माइग्रेन भयो भने त छोड्दैन औषधि खानै पर्छ तर त्यो चाहिँ होइन किनकि मैले आफूले भोगेको हुनाले चाहिँ त्यो गर्न सकिन्छ त्यो कुराहरूबाट होइन मान्छेले धेरै स्ट्रेस लिएर धेरै आफूलाई टेन्सन दिएर धेरै प्रकारको डिजिजहरू त झन् त्यसले अट्याक गर्छ नि त मान्छेलाई त्यो कुराहरू भन्दा मान्छेले होइन यस्तो हुन्छ क्या मान्छेको जति मान्छेहरू उमेर बढ्दै जान्छ त्यो कुराहरू म्याच्योर हुन्छ नि त होइन अनि यस्तो हो क्या कुनै कुराहरू पनि इजी चाहिँ हुँदैन है लाइफमा कुनै कुरा इजी हुँदैन मान्छेको त लाइफ इज अल एबाउट अप्स एन्ड डाउन के होइन त्यसैले म यो भन्न चाहन्छु कि होइन कोही पनि यो
प्रकारको डिजिजहरूको एउटा कोही पेसेन्ट हुनुहुन्छ भने चाहिँ म के रिक्वेस्ट गर्न चाहन्छु भने चाहिँ आफूमा कन्ट्रोल राख्नुहोस्, आफूमा सेल्फ कन्फिडेन्स राख्नुहोस्, सेल्फ आफूलाई मोटिभेट गर्नुहोस्। होइन यो कुराहरूबाट मैले आउट हुनुपर्छ, कसरी हुने त, के गरेर हुने भनेर आफैलाई आफै बुझ्नुहोस्। आफ्नो इनर हार्टलाई चाहिँ आफै बुझेर होइन मैले के कुरा गर्दा ठिक हुन्छ, के कुरा नगर्दा होइन के कुरा गर्नु हुँदैन भनेर सोचेर धेरै स्ट्रेस लिएर के पनि हुँदैन, हामीलाई बेनिफिट के पनि हुँदैन। झन् हाम्रो हेल्थलाई त्यो कुराले असर गर्छ, फ्यामिलीलाई असर गर्छ, सबैलाई असर गर्छ होइन। एउटा फ्यामिलीमा बसिसक्यो भने एउटा मान्छेको हेल्थ नराम्रो छ भने अभियसली सबैलाई एफेक्ट गर्छ नि त। सो द्याट्स वाइ अब मान्छेले स्ट्रगल त गर्नै पर्छ होइन। अब हामी त अझ फेरि केही गरेको नै छैनौँ लाइफमा होइन। अनि पहिला लाग्थ्यो कि मम्मी बाबालाई के कुराको टेन्सन हुन्छ होला, के कुरा, अनि अहिले आएर कस्तो लाग्छ थाहा छ, अनि जब उमेरहरू बढ्दै गयो अनि के लाग्छ सानो बेला नै ठिक रहेछ होइन। किनकि त्यति बेला त नो वरिज, केही कुराको केही टेन्सन छैन, नो टेन्सन, नो हर्ट, नो पेन, नथिङ, क्या के पनि हुन्थेन, जस्ट ह्याप्पिनेस म्याटर गर्थ्यो त्यति बेला। अब जति बेला बढ्दै गयो मान्छेहरूले डिफ्रेन्ट टाइप अफ प्रब्लमलाई फेस गर्नु पर्दो रहेछ होइन। मान्छेहरूले कति टेन्सन लिन्छ, कसरी फेस गर्ने। तर मलाई कस्तो लाग्छ भगवान्ले चाहिँ मेरो मम्मी जहिले भन्नुहुन्छ क्या, भगवान्ले चाहिँ हामीमा त्यो हुन्छ नि इक्जाम परीक्षा हामीलाई परीक्षा लिनुहुन्छ अरे क्या। यो कुराहरूलाई यो फेस गर्न सक्छ कि नै, यसले यो कुराहरूलाई कसरी एक्सेप्ट गर्छ, के गर्छ भनेर के। त्यसैले हामीले हरेक कुरालाई एक्सेप्ट गरेर सबै कुरा सजिलो हुन्छ भन्ने हुँदैन, तर हामीले सजिलै एक्सेप्ट गर्न पनि सकेर सजिलै त्यसलाई सल्भ गर्न पनि सक्छौँ होइन। मान्छेहरूलाई जति नै मान्छे धनी भए पनि त्यो मान्छेलाई चाहिँ प्रब्लम लाइफमा आउँछ होइन। कसैलाई धनको प्रब्लम होला, कसैलाई हुन्छ नि छोराप्रति प्रब्लम, कसैलाई छोरीको टेन्सन, कसैलाई केही। यो वर्ल्डमा मान्छेहरू कोही पनि खुसी छैन। एउटा सोल्युसन भनेको खुसी बनाउने भनेको आफूलाई नै हो। अरूले खुसी पार्न सक्दैन। यदि आफ्नो मनमै आफ्नै खुसी छैन भने अरूले आएर खुसी पार्न सक्दैन। र सेल्फ डिपेन्डेन्ट हुनुहोस् होइन, अरूमा भन्दा पनि सेल्फ डिपेन्डेन्ट, सेल्फ मोटिभेट, सेल्फ कन्ट्रोल र सेल्फ कन्फिडेन्स भयो भने चाहिँ हामीले सबै कुराहरूलाई चाहिँ इजिली फेस गर्न पनि सक्छौँ होइन। म त्यति एजको त भएको छैन यसरी भन्ने, तर मैले आफ्नो लाइफमा त्यो कुराहरू फिल गरेको हुनाले चाहिँ मैले यो कुराहरू आज सेयर गर्न हजुरहरूसँग सकेँ होइन। सो म चाहिँ आफै एउटा माइग्रेनको पेसेन्ट हुनाले चाहिँ म डिप्रेसन, एन्जाइटी, माइग्रेनबाट जो हुन्छ नि यो कुराहरूबाट आफ्नो लाइफमा हुन्छ नि के नै भयो, मेरो लाइफ नै अब बर्बाद भयो, अब म केही गर्न सक्दैन भनेर नसोच्नुहोस्। आफूमा कन्ट्रोल राख्नुहोस् र आफ्नो रिसलाई कसरी थाहा छ, यो पेसेन्टहरूलाई चाहिँ रिस एकदम नै उठ्छ। मलाई पनि एकदम रिस उठ्थ्यो, टाउको यस्तो दुख्थ्यो, कसैले बोल्यो पनि रिस उठ्थ्यो। रिस त अहिले पनि उठ्छ, बट त्यो बेलाको चाहिँ सिचुएसन नै फरक हुन्थ्यो क्या होइन। त्यो चाहिँ सिचुएसन नै फरक हुन्छ। त्यसैले गर्दाखेरि त्यो कुराहरूले बेनिफिट हामीलाई के पनि हुँदैन होइन। लाइफमा चाहिँ अघि बढ्नको लागि चाहिँ हामीले हरेक कुरा एक्सेप्ट गर्नै पर्दो रहेछ। अब अप्स एन्ड डाउन त लाइफमा कति होइन आउँछ। र मान्छेले आफूलाई हुन्छ नि, हामी कस्तो हुन्छ मान्छेको नेचर, हामीले खुसीहरूलाई मात्रै एक्सेप्ट गरेर आउँछ। मेरो लाइफमा दुःख कहिल्यै नआओस् जस्तो लाग्छ, तर त्यस्तो कहिले पनि हुँदैन। मान्छे भयो भने हरेक कुराहरूलाई फेस गर्नै पर्छ। राम्रो नराम्रो कुराहरूलाई लाइफमा सधैँभरि खुसी मात्रै आउँछ भन्ने हुँदैन। मान्छेलाई दुःख अवश्य आउँछ र त्यो कुराहरूले चाहिँ हामीले एक्सेप्ट गर्दै जानुपर्छ भन्दै मैले आज हजुरहरू सामनेमा मनको कुरा राख्नु पाउँदा एकदम धेरै खुसी छु होइन। त्यसैले अन्यथा नलिनु होला, मैले आफ्नो मनको कुरा मात्र हजुरसँग राखेको हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड किप सपोर्टिङ गाइज।